हाई हेलो अनि हजुरहरु सन्चै हुनुहुन्छ होला नि त हैन म पनि सन्चै छु। आज चाहिँ यहाँ केटाहरु दबाई हान्दै रहेछ कि त्यही कारणले भिडियो बनाए। अब यो दबाई हानेको आजको भ्लग चाहिँ यो दिनु पर्यो हजुरहरुलाई भनेर गाडी ल्याएर यहाँ राखेको छु। र यसरी नै यो ट्र्याक्टरमा पानी ल्याउँछन् हो हाम्रो बगानमा चाहिँ यहाँ छ गाडी चाहिँ र हाम्रो चाहिँ यसरी नै बनाउँछन् है। र यसरी दबाई मार्ने हो। र यहाँ एउटा चाहिँ माथि पानी उठाएर हेर्दैछ भजिया काम के छ र। अनि ल त लास्ट सिजन हो नि त पात उठाउँदैछु त्यता पनि हजुरहरुकोतिर चाहिँ कस्तो हुन्छ कनि हाम्रोतिर चाहिँ यस्तै हुन्छ। यतातिर पनि पात उठाउँदैछ पात उठाउने मान्छेहरु उठाइरहेछ र मैले चाहिँ सानो भिडियो गरेको नि हजुरहरु माझ ल्याउँ भनेर। हजुरहरुलाई चाहिँ कस्तो लाग्छ कनि त्यो त मलाई थाहा भएन तै पनि म चाहिँ भिडियो बनाएर हजुरहरुलाई दिइरहेको छु। हजुरहरु माझ अपडेट दिइरहेको छु। हजुरहरुलाई कस्तो लाग्छ कनि मेरो भिडियो हेरेर राम्रो लाग्यो भने लाइक कमेन्ट शेयर गरिदिनु हुन्छ भन्ने धेरै आशा गरेको छु। र यी यतापट्टि छन् सबैजना पात टिपिरहेको चाहिँ देखिँदैन अलिक टाढा टाढा छ नि त छेउबाट गर्दाखेरि अलिक भएन नि त्यसले गर्दा अलिक टाढाबाट गरेको। हजुरहरुलाई कस्तो लाग्छ कनि यस्तै छ हाम्रो बगान चाहिँ है। ल त यति भन्दै मैले आजको भ्लग हजुरमा आज दिनुलाई चाहे र यति भन्दै मैले आज राखेँ है त।